नमस्कार सबैमा। आज मेरो यात्रा दमामको हुँदै भिडियो दिउँसोबाट सुरु भयो र आज मेरो खानामा थियो माछा चावल र म खाएर पनि अगाडि लागिसकेको छु। अहिले म अलघाटमा पुगेको छु। अलघाट भनेपछि जो कोही ड्राइभरको दिमाग खराब हुने बाटो। यस्तो उकालो छ कि अलघाटको बाटो हिँड्नु हुनेलाई थाहा होला। को हिँड्नु भएको छ कमेन्ट गर्नु होला। यति उकालो छ कि यति जाम लाग्छ कि के गर्नु, हिँड्नु नै पर्ने। बाटो पनि त्यस्तै छ, उकालो हिँड्नु नै पर्छ। साउदी अरब अलघाटको उकालो र म बाटोको क्लिपहरू त्यति साह्रो खिचिन। यतिखेर म दमाम पुगेर खाली गरेर पनि सकिसकेको छ। यसो आज साथीलाई भेट्न जाम भनेर दमामतिर मेरो बच्चैदेखिको साथीलाई भेटघाट गरियो। दमाममा यति ठुल्ठुलो बिल्डिङ रहेछ, आजसम्म देखेको थिइनँ मैले। दमामको खुबेर भन्ने ठाउँमा रहेछ यस्तो। दमाम सिटीमा त होइन, थोरै साइडमा स्टेडियम रहेछ। यो चाहिँ विकसित देशमा कति राम्रा ठाउँहरू। यतिखेर म दमामबाट फर्किसकेको छु। बाटोको थोरै क्लिप। यस्तो रमाइलो गाडी, भिडभाड कति हो भिडभाड पनि। तैपनि ओभरटेक हान्न छोड्दैनन्। अहिले बिहान भएको छ, मेरो यात्रा चलिरहेको। आजको खानामा ब्रस्ट, दिउँसोको खाना। धन्यवाद अन्तिमसम्म हेरिदिनु भयो।